डोमिनार 400 भन्दा पनि बढी तेल खाने बाइक चाहिँ यहाँ छ है। कालिज खोइ कालिज यहाँ वेट गरेर कालिज लाग्यो। होइन काठतिर चाहिँ यस्तो हुँदैन, काठतिर खासै बाटो कुदाउने बाटो छैन। कुदाउने भने यस्तो बाटोमा क्या त घर जाने बाटोमा अलिकति मान्छे लङ टुर गर्दाखेरि उतै होइन 90 95 80 85 हान्ने भनेको त्यतातिर हो क्या त 100 हान्ने भने होइन। अब यस्तो लङ टुरमा त हान्नै पर्ने हुन्छ क्या त्यति त दाइ होइन। अरू गाडीहरू पनि रन्केर आइरहेको हुन्छ बिचरा होइन। त्यही हाइवेमा भनेको त हाइवे भनेकै त्यही बाइक कुदाउने कि हो क्या दाइ। त्यही भएर हाइवेको मतलब त्यता के अरे बाटो कुदाउने नि हो क्या दाइ। कहाँदेखि गाडीहरू आइरहेको हुन्छ बिचरा होइन। हामीले राति दिन कुदिरहेको हुन्छ कुदाइरहेको हुन्छ उनीहरूलाई नि होइन। अनि त्यही भएर यो बाटोमा कुदाउने हो क्या दाइ बाइक कुदाउने। अनि काठमाडौँमा कुदाउने हो त यार। काठमाडौँतिर मात्र कुदाइराख्ने त यतातिर ल्याउनै सक्दैन नि त बाइक यार। दिदी हो माथिको बाटै छैन त यार। यिनीहरू कसरी गयो आइरहन् भने माथिको बाटै छैन यार। पुरै खुल्लै खोला त अब त यहाँबाट पारे यो बाटो खोलिकन जानु भएको छैन। डोमिनार राइडरको बिजक यस्तो बिजक छ फेरि। हेलो ब्रो मेरो पछाडि बस्ने दाइ ढक्का लगाएर दाइ त टुरिस्ट हो दिएर है। तपाईँलाई टुरिस्ट यस्तो छ चौकी डाँडाको बिजक यार। कालिज खोइ कालिज यहाँ वेट गरेर कालिज लाग्यो। ब्याग बोकिदिन्छु भने नि मान्दैन फेरि। साँच्चीको अप्ठ्यारो गरी बसेर भनेन मैले सक्दैन क्या जुप्पा। एक साइडमा बसिरहेको क्या उल्टे गरेर होइन मैले हेरिरहेको छु। अनि मेरो यो एपजेट छ नि मेरो एपजेटले होइन एपजेट V2ले होइन 13 लिटर तेल हालेर आएको। जम्मा 160 किलोमिटर छ मेरो घरसम्म जाने बाटो होइन। त्यति बाटोमा चाहिँ यो तेल सुवा मैले फेरि तेल हालिसकेँ होइन। यहाँ डोमिनार 400 छ होइन। यो बाइकले ओइ कति तेल हालेर तैँले यसमा टोटल भन्छ कहिले बिहानदेखिको मैले 1100 प्लस कति हालेँ 1800 हालेँ। टोटल 1100 1800 कति भयो 3100 डोमिनार 400 भन्दा पनि बढी तेल खाने बाइक चाहिँ यहाँ छ है। कसैलाई मलाई अचम्म लाग्यो यस्तो डोमिनार 400 लाई फेल खायो है यो एपजेट V2ले।